गाइस मेरो चाहिँ झोलाको चेन पनि पड्केछ चेन पड्केछ झोलाको चेन पड्केछ हेलो साथीहरु हामी चाहिँ आज क्याम्पिङ जाँदैछौँ है क्याम्पिङ नमस्ते झरनाको तीरमा कि टुप्पीमा अरे हो साथीहरु हामी चाहिँ अहिले अब क्याम्पिङ जाने क्रममा भेडाटारको चिसो एकदमै चिसोतिर बसिरहेको साथी हो यहाँ हेर्नु भेडाटार नमस्ते झरना जाँदैछौँ हामी क्या दामी हावा चल्दैछ है यो हावाको कसम बतासको कसम हामी जाँदैछौँ माथि जङ्गलमै बस्छु चल्यो हावा सिरिरी मनै उडाउन ओ कस्तो लाग्यो तपाईहरुलाई यो हरियो वन नेपालको धन बताइदिनु होला कृपया ल साथी हो हामी पनि जाँदैछौँ अरू पनि घुमेर आउँदैछ जाँदैछौँ उकालो उकालो जाँदैछौँ ओहो यो के हो यो झोला हो ए कस्तो दामी यो याद गरेर राति सुत्दा नि यस्तै मात्रै देखियो भने के हो यस्तो दामी बनाएको तर गाइस मेरो चाहिँ झोलाको चेन पनि पड्केछ चेन पड्केछ झोलाको चेन पड्केछ झोलाको चेन ओइ आज कतिको मङ्सिर यहाँ चाहिँ हल्का बाटोमा ड्यामेज हुनु पुगेछ चिनधक्कीको गोरेटोमा है साथी हो तिमी त अरू कुरा मात्रै गर्छौ त यात्रामा छौँ यात्रामा जिन्दगी यात्रा हो नेपाली भन्दा मधेसी धेरै आउँछ क्या हो यहाँ चाहिँ बेसी इन्डियाबाट आउँदो रहेछ मान्छे भन्ने कुरा थाहा भयो अरे इन्टरभ्यू लिइहाल्नु त इन्टरभ्यू लिइहाल्नु फुलै फुलको माला तिमीलाई कस्तो लाग्यो फुल मैले रोपेको चाहिँ होइन एकछिन ल आउँदैछ अहिले जिउको 35 रुपियाँको दरले टिकट काटेर यात्रा अगाडि बढ्दैछ होइन यहाँ फेरि लाक्पागान्डुले फेरि टेन्टलाई स्टाइलिस पारामा भएको छ अहिले चाहिँ यतिको सुविधा भएको छ चकचक नगरौँ साथी हो अहिले चाहिँ यस्तो भएको छ है बाटो आउनु होला घुम्नु
नमस्ते झरनामा पर्दैन थिएन पैसा माथिबाट पैसा अब पर्दैन मलाई बाटो पनि थाहा हुनु पऱ्यो तपाईँलाई थाहा हुनु पऱ्यो कसले थाहा छ तपाईँ कोइला खाने के हो त पुरा के हो कोइला खाने हो यो जो बन्चोको छ नमस्ते झरनाको एकदमै भाइरल पुल हामी ऊ माथि जाँदैछौँ झरनाको टपमा आज हामी यहाँबाट निस्केको आया नङको साथीहरू अहिले चाहिँ हामी फर्किँदैछौँ अहिले चाहिँ हामी नमस्ते झरनाको पिरमा आइसकेको अब हुँदै हुँदै माथि जाने एकजना छौँ दुईजना पर आउँदैछ जङ्गलभित्र एउटा बाहिर छ एउटा यहाँभित्र आउँदैछ भर्खर आइपुगेको साथै भर्खरै पसिना पसिना अब्बर पसिना यहाँ चाहिँ हाम्रो कमरेड सरलाई जुत्ताले अट्याक हानेको छ है जुत्ता अट्याक थियो हेर्नु साथी विधांश पारेको छ अब यसको मर्डर हुन्छ दामी मर्डर एकदम क्लिन छ पानी क्लिन एन्ड चिसो अब्बर चिसो छ पानी एकदम चिसो पानी यसलाई चाहिँ हेरौँ त साथी हो यसलाई चाहिँ गङ्गेटा भन्छ गङ्गेटा हेरौँ है हेरौँ यसलाई चाहिँ के भन्छ साथी हो यसलाई हो हामी चाहिँ भोकै कोही कोही बिस्कुट पानीमा बगाउँदै के हो मैले त अनि चप्पल हालेर आएको थिएँ नि त यो गतिमा छ हाम्रो क्याम्पिङ यात्रा एकदमै खतरनाक पाराको छ साथी हो डेन्जर 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 एडभेन्चर जाउँ 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 यहाँ चाहिँ हाम्रो टेन्ट बस्नु छ है यो टेन्ट हो अब यहाँनिर बस्छौँ होइन टेन्ट लाएर त्यहाँनिर चाहिँ आगो पुग्छौँ त्यहाँ हाम्रो चुल्हा हुनेछ अहिले चाहिँ हाम्रो एकदमसँगले पेस्ट बनाउनुको लागि केलाएर रेडी छ है एकदम पूर्व तयारी अवस्थामा यस्तो छ होइन पसिनतिर लाग्यो नि त यो धुनुको लागि चामलहरू पनि अलिकति धेरै आउनुपर्छ अहिले राति चाहिँ हाम्रो भर्खर मैले चामल धोएर राखेको छु खानाको लागि अनि गङ्गेटा पनि खाने हो होइन अनि तल सुँगुरको मासु छ कुखुराको एकदमसँगले भित्तामा जुनकिरी निकै लागिरहेको छ यहाँ माथि भित्तामा देखिँदैन रहेछ